छोरा मान्छे किन नहोस् र हुन्छ नि छोरा मान्छे पीडा त छोरा मान्छेलाई त हुन्छ नि त्यही हो छोरा मान्छे लुकेर हुन्छ एकान्तमा हुन्छ रोको छु म पनि तर अरूलाई देखाएर रोको चाहिँ छैन छोरा मान्छे रुन्छ छोरा मान्छे पनि टुट्छ छोरा मान्छेलाई पनि पीडा हुन्छ छोरा मान्छेको पनि मन हुन्छ चाहे प्रेममा धोका पाएर होस् चाहे अन्य कुराहरूबाट धोका पाएर होस् चाहे असफल भएर होस् गर्दा गर्दै पनि केही उपाय नलाएर होस् छोरा मान्छे रुन्छ नि हुन्छ है लुकेर रोको छ हुनु त पीडा सबैको आफ्नो हुन्छ पर्नेलाई थाहा हुन्छ पीडा ढुङ्गाले हाने पनि पीडै हुने हो हतियारले काटे पनि पीडा नै हुने हो चोट त चोटै हो चाहे मायामा असफल भएर होस् कसैले धोका दिएर होस् मन त दुख्छ नि कति बेला मलाई के पर्छ कुन पीडाले मलाई कति बेला चोट लाग्छ भन्ने कुरा हो पीडा सबै एउटै हो कहिले असफल भएर रोका दिन्छन् कहिले साथीभाइहरूले पीडा दिएर रोका दिन पनि छन् कहिले कसैले वचन लगाएर वचनको घाउ धेरै दुख्छ नि एकदमै दुख्छ नि चोट त बरु निको भएर जाला मन पनि शान्त होला तर त्यो मान्छे फेरि देख्दाखेरि फेरि सुरु भइहाल्छ वचनको घाउ त एकदमै सबैभन्दा पीडा वचनको घाउ